विदेशकै यात्राहरू जिस्केर जान्छ। राम्रोसँग गइस्, आफ्नो ख्याल गरिस्। राम्रोसँग जानु, आफ्नो ख्याल राख। आमा बाउले सम्झिरहने फोन गरिराख। आफ्नो ख्याल राख है। पर्दैन केटा, राम्रोसँग गएस्, पुगेपछि फोन गरेस् जान्छ। रहरले होइन बा, बाध्यताले मलाई परदेश थाम्दैछ। हेलो बा, सन्चै छौ? बा म आइपुगेँ, आएर नि काम गर्न थालिसकेँ। टेन्सन नगर, आमालाई पनि टेन्सन नगर भन है। ऋण जाऊ त तिर्दै गरौँ न नि बा, नाच्छु न। ल ल, आफ्नो ख्याल गरिस् है, राम्रोसँग बसेस्, ज्यानको ख्याल गरिस्। बस साला, बाहिर के गर्दैछ चाहिँ? त्यो बस्न आएन, छोरा कति भयो? पैसा दिन पर्दैन? नदिनुहोस् जमदार साहब, म हजुरको पैसा मेरो छोराले पठाइदिएपछि म जसरी भए पनि दिन्छु जमदार साहब। अर्को महिनासम्मको म्याच दिनुहोस् जमदार साहब। तिमीहरूलाई कति म्याच दिने? तिमीहरू जहिले अर्को महिना भन्छस्, अर्को महिना भन्दा उता जानु भएन। फेरि तिमीहरूलाई जाने छु। जमिन छोराले फोन गरे त? कहिले गर्ने रहेछ त फोन? जमिनदारले पैसा मागेर हत्तै छ क्या। छोरालाई फोन गर न, फोन गरेन क्या हो छोराले? छोराले फोनै उठाउँदैन त बुढा किन हो? आमा, सन्चै छौ? किन यतिका दिनसम्म फोन नगरेको त कान्छ? यहाँ जमिनदारले पैसा माग्न आएको रहेछ। बाउ पनि यहाँ त्यसैको टेन्सनले बिरामी भइसक्यो। साहब, मेरे घर जाना है साहब, मेरा पापा बहुत बीमार है साहब। नहीं, छुट्टी नहीं मिलेगा। तुम्हें आया हुआ 1 महीना भी नहीं हुआ है। नहीं साहब, मेरे पापा बहुत नहीं, काम करो बराबर। नहीं साहब, नहीं प्लीज साहब, मेरे को बहुत नहीं मिलेगा। रख और सही है, बात करना है। छोरा, यहाँ बाउ सिकिस्तै भइसक्यो। घरमा पनि पैसा छैन। मिल्छ भने तिमी एकचोटि घर आऊ। के गर्नु त नि आमा, विदेश यस्तै रहेछ। नेपाल भन्छ विदेश भन्ने हो। साउले पनि छुट्टी दिन्न आमा। सानैको त हात आमा। ए सानी यहीँ छ। दाइ, सन्चै हुन्छ? अर्को वर्ष त म नि आउने नि विदेश, सँगै भेट्नुपर्छ। विदेश नभन् भाइ, नेपाल हुँदा कति बेला विदेश जानु जस्तो हुन्छ, विदेश आएपछि कति बेला नेपाल जानु जस्तो हुन्छ। सक्छस् भन्ने नेपालमै के गर बाबु। यसरी नै वर्षेनी विभिन्न कारणले 1200 जनाभन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनीले आफ्नो ज्यान गुमाउने गर्छन्। त्यसैले आफै रोज्नुहोस्, स्वदेश कि विदेश।